हेलो गाइज नमस्ते वेलकम टु माई मिनी ब्लग। आज चाहिँ हामी मन्दिरमा सङ्कटाको पूजा गर्न गएको थियौँ अनि त्यहाँ चाहिँ मम्मी म बाहिर गएको थियौँ अनि यता साइडमा चाहिँ हजुरआमा मम्मीको सानीमा हो चाहिँ अनि मैले चाहिँ त्यस्तो भ्लग गराउने भनेर सोचेको थिइनँ, तर सानो सानो क्लिप लिएर पछाडि चाहिँ भोइस ओभर गरेर भने गराउँछु भन्ने सोचेको थिएँ, तर हल्का हल्का त बोलेछु, तर त्यस्तो मैले भ्लगै गराउँछु टाइपले चाहिँ मैले आजको भिडियो गराएको छैन है गाइजहरू। मन्दिर चाहिँ यो छ है, मन्दिर देख्न सक्नुहुन्छ। यहाँ यस्तो राम्रो मन्दिर छ, मन्दिरमा घन्टीहरू छ। फेरि मन्दिरमा घन्टी नभएर के हुन्छ भन्नु होला, अहिले घन्टीको प्रसङ्ग छ नि, अनि त्यही भएर मैले घन्टीको प्रसङ्ग निकालेको हो कि गाइज। देख्न सक्नुहुन्छ यो चाहिँ मन्दिर हो अनि भाइ चाहिँ हात खुट्टा धोएर रेडी भएर आयो अनि अब भित्र हाम्रो पूजाको काम सुरु हुन्छ। पण्डित बाजे हुनुहुन्छ त्यहाँ अनि उहाँ पण्डित बाजे चाहिँ हाम्रो मम्मीको सानो बुवा हो कि, मम्मीको सानो बुवा हो अनि हामीले पहिल्यै यहाँ सामान दिएर अनि टाइम लाग्छ पूजा गर्नलाई भन्नुभएको थियो अनि त्यही सानो बाको चाहिँ घर मन्दिरको साइडमा छ अनि त्यही भएर चाहिँ चिया खान गएको थियौँ। अनि मैले त्यस्तो क्लिप खिच्छु भन्ने त सोचेको थिइनँ, तर पनि त्यहाँ बस्दा बस्दा एउटा सानो सानो भयो नि खिचौँ न भन्ने भयो कि, अनि त्यस पछाडि ल मम्मी त्यहाँ राख्नु फोन भनेर मम्मीलाई दिएँ अनि हामी पूजा गर्न लाग्यौँ, पूजा गऱ्यौँ। अनि भाइको चाहिँ सङ्कटाको अनि त्यति बेला चाहिँ मम्मी र म पनि व्रत थियो कि लाइक खाना नखाइकन गएको थियौँ अनि त्यस पछाडि चाहिँ हाम्रो पनि ल गर भन्नुभयो अनि हामीले हातमा त्यो कुशको के अरे कुशको त्यो औँठी लगाएर पूजा गऱ्यौँ। यो त बिचमा खिचिसक्यो, मैले कति टाइम पछि खिचेँ अनि बिचमा चाहिँ आँखा मोबाइलतिर नै गइरहेको थियो मेरो अनि आफूले आफूलाई हेरेर हाँसेको थिएँ म। अनि त्यस पछाडि हामी पूजा गर्नतिर लाग्यौँ। भिडियो चाहिँ लामो भएछ, एकदम लामो भएछ अनि त्यस पछाडि लामो भएछ कि यो भिडियो। यति बेला के त्यही राखिरहेको थियौँ अनि विधिहरू थियो नि त अनि त्यति बेला अनि लामो भएछ भिडियो, लामो भएछ। त्यति बेला यादै नभएको रहेछ अनि लामो भएछ। एउटा भजन भइहाल्यो गाइजहरू, मैले चाहिँ यसलाई लामो लामो गराएको म चाहिँ यसरी मन्दिरमा गएर यसरी यो पूजा यस्तो खालको पूजा गरेको चाहिँ मेरो चाहिँ फर्स्ट टाइम हो कि हो। अनि त्यस पछाडि घरि ढाड दुख्ने गरी खुट्टा दुख्ने गरी यता तन्किने गरी उता तन्किने गरिरहेको थियौँ हामी बाहिरमा, मम्मी चाहिँ बरु बस्नुमा थियो। अनि त्यस पछाडि गुरुले पनि बिचबिचमा हँसाइराख्नु भएको थियो अनि त्यस पछाडि हाँस्दै हाँस्दै पूजा गऱ्यौँ होइन। अनि त्यस पछाडि पूजा गर्दैछौँ, कति गऱ्यौँ यो त एउटा मात्र क्लिप खिचेर छु र यति भोइस ओभर गर्नुपर्छ। पूजा गर्दाखेरि चाहिँ त्यो सुरुमा मम्मीको हात अनि भाइको मेरो हात अनि भाइको हात थियो कि, अनि त गुरुजीले त अनि तिम्रो हातलाई माथि राख भाइको हातलाई मम्मीको हातमा छुवाऊ अरे, किन भनेको त तिम्रोभन्दा धेरै भाइको हक हुन्छ त्यही भएर अरे। म रुन मात्र नसकेको त्यति बेला गाइस। त्यस्तो भन्दा हल्का भने मुटु चस्स चाहिँ हुँदो रहेछ, किनभने मेरोभन्दा भाइको धेरै हक हुँदो रहेछ भनेर, तर पनि केही समस्या छैन। फाइनल्ली गाइस त्यो लामो क्लिप सकिन्छ अनि त्यस पछाडि एउटा मेरो गाइस हामी चाहिँ पूजा गरेर एकछिन ब्रेकमा आएको। ब्रेकमा आएर चिया खाएर मम्मी आउँदै हुनुहुन्छ, म चाहिँ निस्किसकेँ। लास्ट गर्मी छ, लास्ट गर्मी सुरु भयो चितवनमा अनि मैले चाहिँ यो राम चाहिँ हजुरबासँग मैले चाहिँ हजुरबासँग मागेर यो लगाएँ अनि बाहिर गएर त्यहाँ हजुरबाकोमा गएर चिया खाएर अनि फेरि मन्दिरभित्र आएँ गाइस। भित्र चाहिँ भाइको पूजा हुँदै अनि म चाहिँ बाहिर घाममा टिकटक बनाउनु लाग्यो। मम्मीले त्यहाँ तुलसीको पात टिप्न लाग्नु भएको छ। गर्मी छ, यस्तै गर्मी छ गाइजहरू। एउटा टिकटक बनाऊँ भनेको के अरे भाइको शनि सङ्कटको दशा ग्रह बुझाउन लागेको हजुरले भन्नुभएको
गर्ने रे 3 जना भयो 4 जना हुन्छ म पनि बाहिर गएर 4 जना आउने ल बाई गर्नु बाई हामी पूजा गरेर आइयो है भाइ अहिले अनि हामीले चाहिँ क्लिपहरू खासै लिएको छैन किनभने पूजातिर लाग्यो क्या हामी धेरै त्यही पनि छोटो म थोरै भयो नि सानो लगाएको है बाई बाई गाई चाहिँ यो बाटो यस्तो हो यो कुन मेल डाँडाको यो बाटो हो अब सोभिता गौतमले टिच गर्छन् कि रेणु दालले चाहिँ गर्न बिर्सिन् क्या क्या अहिले जितिनु भने गर्थिनु होला होइन अहिले हारिन अब सोभिता दिदीले गर्नुहुन्छ होला यो बाटो लास्टै ल्याङ रहेछ कि यति भयो नि खाल्टा खुल्टे रहेछ यो चाहिँ यता मेल डाँडा आउने बाटो हो ठ्याक्कै कहाँ हो भन्ने मलाई पनि थाहा छैन मेल डाँडाको घुमाउने चौतारीभन्दा थोरै माथि हेरी एउटा भिडियो क्लिप लिन मन लाग्यो मैले त पहिला नै बाई गरेको थिएँ त्यो बाटोमा एलर्जी भएको क्षमता छिट